अब अहिले चाहिँ आफै भाउजू भइदिएको छु। न्यू इयरको दिन साग खाने भन्दै गुड हस्बेन्ड यस्तै हो नि। आज नयाँ सालको लागि चाहिँ जस्ट हाई साथीहरू, सेवा एन्ड नमस्ते सबैजनालाई एन्ड वेलकम टु माई भिडियो। नयाँ साल, नयाँ दिन अनि नयाँ भिडियो र भ्लगको साथमा म चाहिँ हजुरको सामु उपस्थित भइसकेको छु। हिजो अस्ति चाहिँ मैले भिडियो बनाएको थिइनँ, तर आजको दिनदेखि चाहिँ फेरि भिडियो बनाउँछु भनेर सोचेर आएको छु। होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यहाँ सन्चै छु अनि अर्को ठुलो आशाको साथ उपस्थित भएको छु। मेरो भिडियोलाई हजुरहरू सबैजनाले माया गरिदिनु हुनेछ जे जस्तो भए पनि भनेर चाहिँ आशा लिएर आएको छु साथीहरू। अनि सबैजनालाई चाहिँ साथीहरू नयाँ वर्षको शुभकामना यही भिडियो मार्फत साथीहरूलाई। अनि म चाहिँ अब डेली रुटिन मेरो के गर्छु, म कहाँ जान्छु, के गर्छु, कसो गर्छु भनेर हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। माया गरिदिनु होला साथीहरू। है त साथीहरू, अहिले चाहिँ 7 बज्न लागेको छ। घाम लाग्दैछ, कस्तो राम्रो देखेको हेर्नु न साथीहरू। अनि मैले चाहिँ सबैजनालाई चिया पानी जे दिनुपर्ने सबै दिएर भ्याइसकेँ। अनि अब कति धेरै बिहान चाहिँ काम हुन्छ कि साथीहरू। अनि के भन्छ अरे अब तलतिर सोरसार रोड, तल आँगन, अब यहाँ छर सिटिङ रुम सबै कामहरू कति धेरै हुन्छ। अनि अहिले तलतिर सकेँ अनि सबैजनालाई चिया पानी चाहिँ गरेँ। अनि अब यहाँ छत पनि सोरेँ अनि सिटिङ रुम चाहिँ बाँकी छ। अनि के अरे आमालाई चाहिँ अलिक सन्चो छैन अनि आमालाई पनि खाजा त दिएँ, तर यहाँ साथीहरू अन्डा केलाइदिँदैछु, बिमारी हुनुहुन्छ। अनि साथीहरू खासमा भन्नुपर्दा चाहिँ होइन, म चाहिँ पहिला चाहिँ कस्तो खालको मान्छे हो भन्दाखेरि अब घरको पनि कान्छी छोरी होइन, अनि अलिक अल्छी नै हो। अल्छी नै भन्दा पनि अब आफ्नो वर्षसम्म त केटाकेटी नै भइन्छ। अब खेल्ने, खाने, हिँड्ने, स्कुल जाने हुन्छ। अन्त अब 9 वर्ष 8 वर्षको उमेरमा होला मेरो चाहिँ भाउजू आउनुभएको घरमा। भाउजू आएपछि उहाँले नै गर्नुभयो। अनि त्यस्तो धेरै अब घरको के यताउताहरू मैले थाहा पाइनँ, गरिनँ है। अब अहिले चाहिँ आफै भाउजू भइदिएको छु अनि पुरा जिम्मेवारीहरू पनि हुने रहेछ, कामहरू, जिम्मेवारी, काम, कर्तव्य हरेक कुरा हुने रहेछ। अनि सिक्दै गर्दै छु साथीहरू। अब मैले सकेको जानेको चाहिँ प्रायः अब सिक्दै नै छु भनौँ न। कति कुराहरू त मलाई केही पनि थाहा थिएन। घरहरू नै अब सफा नै गर्नु मजाले नै मलाई त घरमा त गर्दिनँ थिएँ। अब सानो भइन्जेल खेल्यो है, अन्त अब पढ्यो। अब एससी दिएपछि नि घर बाहिर हिँड्यो। अनि 12-12 सकेपछि पनि जब गर्न थाल्यो। त्यस्तो धेरै अब गरे पनि बाहिर घरको के चाहिँ गरिन्थ्यो। त्यस्तो धेरै कामहरू पनि गरिएन, काँचो भएरै बस्यो। भाउजूहरू आउनुभयो, सबै गर्नुभयो। अब अहिले चाहिँ तेल निस्किँदैछ साथीहरू। अब आफै भाउजू भएपछि त गर्नु पर्यो होइन त। के गरेको सिसी? के गर्दैछौ तिमी? के मार्ने त्यसले? भन न, के मार्ने त्यसले? सन्देश ह्याप्पी न्यू इयर। के मार्ने यसले? कसले बनाइदिएको? दादाले। साथीहरू हेर्नु नि, कोदो सुकाउनु पर्यो भनेको ढिँडो खानुलाई बिचरा यहाँ होइन। आमाले चाहिँ कहिले यहाँ पैसा राख्नु भएको रहेछ क्या कोदोमा, बिर्सिनु भएछ। अब लगेर दिन्छ। कति हजार छ गर्ने छैन। यसरी कोदो सुकाउनु पर्यो भनेर हेरेको त यहाँ पैसाको रहेछ साथीहरू।
बिर्सिनु भएछ आमाले यहाँ राखेको पैसा। साथीहरू अहिले चाहिँ हामी यहाँ नानीसँग सब्जी टिप्न आएको छौँ। यो चाहिँ अर्ग्यानिक हो, के अरे कुनै मलहरू पनि छैन, यहाँ घरकै मल छ, सुँगुरको राँगाको मल छ साथीहरू। अस्ति नयाँ भिडियो हेर्ने मान्छेहरूलाई त थाहा छ होला, यहाँ आलु हुँदाखेरि मैले देखाएको थिएँ। त्यो आलु चाहिँ खनेर पनि खाएर पनि सकेर पनि अहिले मकै नै यत्रो भइसक्यो, मकै सब्जीहरू। हाम्रो घरमा चाहिँ सब्जी चाहिँ खासै किन्नु पर्दैन, घरमै हुन्छ सब्जीहरू चाहिँ, इनफ नै भन्दा पनि हुन्छ। यो चाहिँ फेरि कति छिटो पलाउँदो रहेछ, टिप्यो पलाउँछ, टिप्यो पलाउँछ। पहिला चाहिँ यो मन पर्दैन थियो, अहिले चाहिँ मन पर्छ। नानीलाई यो मन पर्छ नानी? म त पहिला चाहिँ मन पर्दैन थियो, अहिले चाहिँ मन पर्छ। बानी खाने बानी भएपछि चाहिँ मन पर्दो रहेछ। त नानी टिप्दै हुनुहुन्छ सानो बहिनी। यो फुलेको चाहिँ नखाए पनि टिपिदिनु पर्यो, यो फेरि पलाउँछ नि यहाँ मुना। फर्सी, यहाँ फर्सीहरू पनि पलाउँदैछ, चिप्ले भेन्डीहरू पनि। बन्द। अनि यो फुलेको पनि टिपिदिनु ल, ऊ के अरे फेरि मुना पलाउँछ नि। मकै नै यत्रो भइसक्यो यहाँ। त्यही न आलु हुँदा चाहिँ देख्नुभएको थियो होला कि मैले खनेको चाहिँ देख्नुभएको थियो होला आलु रोप्नुलाई। धेरै पछाडि भिडियो गरेँ मैले चाहिँ। यहाँ दिदीले चाहिँ भन्दै हुनुहुन्छ न्यु इयरको दिन साग खाने भन्दै हुनुहुन्छ। बेलुका खाने नि दिदी मासु, अब अहिले चाहिँ सागै खाने। तपाईँहरू पनि बेलुकै खाने होला मासु कि मासु जहिले पनि खाइ त बसिन्छ, हिजो पनि खाइयो। अब अहिले चाहिँ साग दाल खाने, बेलुका चाहिँ उता हाम्रो त आज उता प्लान छ अरे हो पल्लो घर नयाँ वर्षमा। एक्सक्युज मी, ह्याप्पी न्यु इयर। त यस्तो पो चल्दै रहेछ साथीको त। पानी आएन न नयाँ वर्षमा बुढीको कपडा धुँदै के भयो यस्तै। गुड हस्बेन्ड यस्तै हो नि। तपाईँको पनि छ? मेरो कहाँ छ, एउटा दुइटा आउँदा किन्नु मात्रै सक्छ। गुड हस्बेन्ड हो यो, नराम्रो काम होइन, एकदम राम्रो हो। यति मात्रै रहेछ यो, यति मात्रै। आमाको लुगा छ। बुढा चाहिँ कपाल पालेर पुरा ह्यान्डसम भइरहेछ, पुरा ह्यान्डसम फिल भइरहेको होला है कपाल। तर सुहाएको चाहिँ खासै देख्नु, अलिक लामो भएपछि सुहाउँछ होइन। गाडी चलेन
डिस्प्ले धेरै प्रब्लम स्यामसङमा अगाडि चाहिँ कपाल कसिँदैन रहेछ। देखाएको नि साथीहरू हाम्रो चाहिँ न्यु इयर यस्तै चल्दैछ, घुम्न जाने कि यस्तै हो। ए त्यस्तो त होइन र लागेको भए कि त्यो घुम्नु जानु पनि सकिँदैन, पेट्रोल त लाउनु सकिँदैन स्कुटीमा। तर म नै हो नि त नगएको नि त नि। डोन्ट से लाइक द्याट ओके। गरिब भए घुमाउनु सकिनँ हेनतेन, गरिब भए घुमाउनु सकिनँ हेनतेन मैले भन्छु र, घुम्न लानु भनेको छु त मैले भन्नु र। साथीहरू यताउता गर्दा यहाँ खाना पनि पाक्यो। साथीहरू अब चाहिँ खाना खाएँ अनि भाँडासाँडा धुएँ अनि लुगा धुनु बाँकी थियो त्यो पनि धुएँ। अब आज चाहिँ न्यु इयर हो साथीहरू, न्यु इयर भएकोले गर्दाखेरि चाहिँ आज चाहिँ न्यु इयर हो अनि कतै पनि घुम्नु गएन। अनि के भन्छ अरे पहिला घर आन्टीहरूकोमा जम्मा हुने भनेर चाहिँ सल्लाह गर्नुभएको रहेछ कि सबैजना। बडाबडी आउनुहुन्छ अनि हाम्रो घरको अनि आन्टीहरूको घरको 3 घरको चाहिँ अब के पकाउने खाने सल्लाह छ। अनि सबै काम घरमा भ्याएँ, लुगा पनि धुएँ। अब चाहिँ म उता सघाउन जान्छु अनि थोरै सनस्क्रिन चाहिँ लगाऊँ साथीहरू, त्यही पनि कहिलेकाहीँ मात्रै लगाउँछु म त। स्किन केयर चाहिँ केही छैन साथीहरू होइन। अब यही लाग्यो भने सनस्क्रिन लगाउँछु, त्यही पनि घरमा बस्दा बिर्सेर मर्छु। कहीँ जानुपर्ने छ यताउता हो भने चाहिँ सम्झी पठाउँछु, त्यो यस्तै हो। स्किन केयर छैन। अब पहिला पनि नगर्ने मान्छे हो कि साथीहरू, अहिले त फेरि अब बिहे गरिसकेपछि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चलिदिन्छु, कसको लागि राम्रो हुनु छ र कसलाई देखाउनु छ र भन्ने लाग्छ कि साथीहरू। अनि यतिकै अब पछि चाहिँ रिग्रेट हुन्छ होला हुनु चाहिँ। अनि अब यति अब अलिकति लिपस्टिक लगाइदिउँ साथीहरू। धेरै पनि नलाम, अलिअलि। अनि थोरै सिन्दुर लगाइदिउँ साथीहरू। यो सिन्दुर चाहिँ कि मलाई पहिला बिहे नगरिने होइन, अरू मान्छेहरू लगाउँदाखेरि क्या लाउनु रहर लाग्थ्यो कि। अनि कस्तो लाउनु मन लाग्थ्यो अनि चाहिँ बिहे गरेपछि चाहिँ लाउन मिल्यो अनि लगाउँछु पनि। के भयो अनि यो सिन्दुर चाहिँ
मैले कस्तो भनेको सुने भने अब यो सिन्दुर सधैँ लाउँदा चाहिँ आफ्नो बुढाको शिर जहिले पनि उज्यालो हुने, अरूहरूसँग झुकाउनु नपर्ने हुन्छ अरे भनेको सुनेको थिएँ। त्यहाँदेखि त झन् मलाई पुरा लाउनु मन लाग्छ हो। मेरो बुढाले चाहिँ कतै पनि शिर झुकाउनु नपरोस् भनेर साथीहरू लगाउँछु। ल अब चाहिँ म इनाको घर जान्छु यसो सघाउनुलाई, के अचार सचार बनाउनु पर्ने छ भन्दै हुन्थ्यो साथीहरू। हेर्दै गर्नु होला मेरो भिडियो साथीहरू। म के गर्छौँ भनेर देखाउँछु हजुरहरूलाई। उयो गरेको थियो आन्टीले त खराको मन पर्ने मलाई। सलाद केमा राख्नु होला काटेर। अब यो मासु खाएपछि चाहिँ कति दुःख छ मेरो खेसी गाह्रोस् आफू त फुक्क बिर्स्या केमा राख्नु है काटेर। अस्ति एउटा एक्सट्रा नखानु भयो, अहिले न्यु इयर राम्रो हुन्थ्यो तपाईँको। फेरि अनि त्यहाँ मात्रै खायो, घरमा पनि कोकहरू खायो, बेसी खायो, चिसो खाएको थियो नि त। करिन चौचो खायो, न्यु इयर गयो छिरो। टन्सिल भएको छ भने मैदाको खाने। सोया सस सोया सस न्यु इयर स्पेसल हाम्रो दादा न्युयरको लागि आज रेडी हुँदै सानो ग्यादरिङ गर्नु ग्यादरिङ। चाहिँ पर्क यो चाहिँ विङ्स र त्यो यो फिरार। एकदमै यसलाई चाहिँ जुसी बनाउनु हो। हामीले थोरै मजाले हातले म्यारिनेट गर्दैछु म, एकदमै जुसी। आगो बढेर गइसक्यो, आगो बनाउने हो तर राम्रो त आगोमै बनाउँछ जस्तो मजाले। मास्टर्स हाम्रो चाहिँ न्यु इयर स्टार्ट भयो है साथीहरू। त्यहाँ दादाले गर्दै हुन्छ। कति केजी हो दादा सबै? 9 किलो 9 चिकन 9 किलो अनि पर्क पनि छ होइन? पर्क चाहिँ 4 किलो जति। च्याप्ने रहेछ कति। घर आइरहेको छु। घरमा बोजूहरूलाई चिया दिनु, आमालाई खाजा दिन आएको। अनि पुरा गर्मी छ हो धरानमा चाहिँ। अनि म चाहिँ अहिले यहाँ लिचीको फेदमा बसिरहेछु गर्मी भएर हावा खानाले। अनि यस्तै भइरहेछ न्यु इयर साथीहरू। अब बेलुका चाहिँ एकछिन रमाइलो हुन्छ होला। अनि म चाहिँ गर्मी सहनै सक्दैन साथीहरू। अब अलिक लेकमा बसेर पनि होला। लेक त त्यत्रो साह्रो लेक त होइन, जो पहाड चिसै ठाउँ हो नि त। अनि बरु गर्मी चाहिँ नआए हुन्थ्यो जस्तो लाग्छ। बरु जाडोमा आछु भने 3-4 खाप लुगा ओढ्यो आनन्द हुन्छ। गर्मीमा त न के गर्नु न के गर्नु, पुरा गाह्रो लाग्छ साथीहरू।
मनायौँ है जम्मैजना साथीभाइ बन्धुहरू आज नयाँ सालको लागि चाहिँ जस्ट यहाँ भेला भएर यता हाम्रो आन्टी हुनुहुन्छ आज चाहिँ अङ्कल आन्टीको घरमा हामी सबैजना भेला भएको छौँ। पहिला त अहिले त अलि रस भिजे छ टिकटक बोलाउने भन्छ आउनुहुन्न यता चाहिँ चाख्नु हुँदैछ हो मिठो छ बडा बन्धु अरे बडा बन्धु भन्नु छोड्नु न हौ ह्याप्पी न्यु इयर बडी मेरो बुहारी आज चाहिँ हामी कान्छी आन्टीकोमा छौँ। मेरो पनि आन्टी यता 2083 सालको शुभकामना नयाँ वर्षको मेरो बुहारीलाई सबैलाई पनि नमस्कार धेरै धेरै आशीर्वाद छ हस् आन्टी। अब दुईजना चाहिँ यहाँ हुनुहुन्छ हाम्रो आमा चाहिँ बिमारी भएर आज सँगै हुन सक्नु भएन। हामी अर्को साल सँगै बस्ने नहुनेछ माइली चाहिँ अब यो कान्छी र ठुली चाहिँ यहाँ छु है हस् आन्टी। आज रमाइलो गर्नुपर्छ है बडी आन्टी। अब नाच्ने हो गाउने हो तपाईँहरू नाच्नु हामी ताली बजाइदिन्छौँ। हामी नाच्ने हामी मारुनी हो छोराछोरीले चाहिँ गीत गाइदिन्छन् छोरा बुहारी छोरीहरू गीत यिना चाहिँ आज अलिक सन्चो हुनुहुन्न यहाँ खिन्जुरी छ यहाँ हाम्रो छोरी खटिराख्नु भएको छ त्यही पनि यहाँ दुःख गर्दै हुनुहुन्छ अब कान्छीले। पिरो अमिलो कम गर्नु अरू मुख बार्नु दबाई खानु चट्टानी गर्नु अनि कहिले नखाने पिरो अमिलो भेटी गरेर लगाएको चटपटे नखानु अनि भनेको मान्नु बडीले ओके बडी यो चाहिँ मेरो अङ्कलको मौरी एभोकाडो यता पनि छ यहाँ अस्ति भर्खर मौरीको चाख खाएको ल चोचे धराने काले बङ्गुर जाम्मान इस्कुस आम्माम कति साह्रो मेहनती हुनुहुन्छ मेरो अङ्कल हेर्नु त धरानको ठाउँमा इस्कुस पाउनु भनेको त धेरै राम्रो हो नि त काँचो एकदम यहाँ हेर्नु कत्रो कत्रो फलिरहेको छ देखेको छ ए कत्रो कत्रो फलिरहेको छ ल निबारे नै भन ल मेरो अङ्कल चाहिँ धेरै मेहनती हुनुहुन्छ काकाती फर्सी इस्कुस फर्सीको मन्टा सुन्तला धरमै सुन्तला रोप्यो अनि मिहिनेत गर्यो भने के चाहिँ हुँदैन रहेछ होइन त अङ्कल मिहिनेत यो मुन्टा खानुपर्छ यो चाहिँ खतरा हो यो मुन्टा पुरै अर्ग्यानिक मेरो अङ्कलले धेरै मिहिनेत गर्नुहुन्छ मेरो अङ्कल यता पनि मौरीको छ उता रुख छ आमा कटर यसपालि अब टन्नै खानुपर्छ कटर एकदम मेहनत हुन्छ मेरो अङ्कल म पनि मेहनती नै छु के हो एभोकाडो त्यता एभोकाडो फल्दै रहेछ यस्तो मेरो अङ्कल रोप्नु भयो सिस्नु छ यहाँ छ मकैहरू फर्सीहरू सागपातहरू केही किन्नु पर्दैन क्या बडी सुरु गर्नु बडी सुरु चाहिँ सक्छु फेरि 2 धार्नु खानु न किन पर्खिनु भएको कुकुरको तिमी खाउनु त्यही होस् न त अहिले आउँछु प्लेट लिएर आउँछ खाँदै गर न खास गरी नम्बर राख्नुपर्छ ह्याप्पी न्यु इयर मनाउँदैछौँ है हामी त 2000
83 साल आज 1 गते मङ्गलबार पिना मे पिना छोडिदेऊ बाटो अहिले सँगै बस्छ न जान्छ छोडिदेऊ बाटो ए ल आन्टी पनि छुट्नु भयो खै त आन्टीलाई चाहिँ नि बाटो छोडिदेऊ बाटो मारेर गाम्छा कालेलाई छोडिदेऊ बाटो मैना कालेलाई। साथीहरू हामी चाहिँ अब सबैलाई दिएर यता कान्छी चाहिँ बिचरा बिमारी भएर अचार बिना भइरहेछ म चाहिँ साथीहरू यति मात्रै खान लाग्यो यो चाहिँ कत्रो भारी हो आन्टीले धेरै लगाइदिनु भएछ अब 8 वर्ष को चाहिँ आज नयाँ वर्ष हो खाइदिन्छु क्या हो फर्स्ट लगाइदिएर साथीहरू सुँगुरको हो मिठो मिठो है यो चाहिँ गाई चाहिँ यति मात्रै छ मेरो चाहिँ फेरि ल्याइदिन्छु साथीहरू यो मस्ती खायो है न्यु इयर चाहिँ मस्ती भयो यति त्यो थालको सब अब सकेर पनि खाना पनि थप्पै यो चाहिँ कान्छीको कान्छी दाल खाँदै हुन्छ म चाहिँ मस्ती खायो साथीहरू अब त्यति धेरै खाएपछि पचाउनु त पर्यो अनि हामी चाहिँ बुढा र बुढी पसिना निकाल्न हिँड्दैछौँ साथीहरू खाएर न्यु इयर कस्तो भयो साथी रमाइलो भयो अब हामी चाहिँ सधैँभरि यसरी नै हजारौँ न्यु इयरहरू सँगै होस् कि कस्तो साथी कि विचार त्यस्तो छैन मन कस्तो छ भन्नु न मन कस्तो छ एकदम सफा त्यस्तो भन्ने होइन क्या हरेक न्यु इयर चाहिँ मैसँग होस् कि अरू कोही होस् अभियसली त्यो त भनिरहनु पर्दैन नि हौ को भन्नु परिहाल्यो नि भनिरहनु पर्छ के हो नि के भनौँ न म कि अरू मलाई लाज लाग्छ हौ मान्छेले देख्छ हौ देखेर के हुन्छ त नराम्रो काम गरेर हिँडेको छैन साथीहरू आफ्नो बाटोमा सत्यमा हिँड्दाखेरि लजाउनु पर्ने आवश्यक छैन है साथीहरू म चाहिँ अलिक नहुने काम नगर्ने लजाउने काम नगर्ने सिधा बाटो हिँड्ने सिधा कुरा गर्ने राम्रो कर्म गर्ने मेरो चाहिँ त्यही नै हो है सोच साथीहरू के भन्छ अरे मान्छेको कर्म चाहिँ राम्रो हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ कर्मको नि फल पाउने हो हामीले अवश्य पनि
कुकरमा चाहिँ साथीहरू 2 दिनको जिन्दगीमा कसैले पनि नगरौँ सके राम्रो काम गरौँ नसके केही पनि नगरौँ भन्ने विचारै मेरो चाहिँ साथीहरू। अनि आजको न्यु इयरको दिन चाहिँ यसरी नै बित्यो। त्यही घरकै काम अनि सबैजना फ्यामिली सेकुवाहरू बनाएर खायौँ, खाना खायौँ। अनि अब हाम्रो यो चाहिँ डेली रुटिन नै हो, हामी बेलुका बेलुका सधैँ यसरी नै हिँड्छौँ साथीहरू। अनि अब चाहिँ मैले आजको दिनदेखि चाहिँ दिनमा एउटा भिडियो अपलोड गर्ने सोचेको छु साथीहरू। हेरौँ कतिको मैले सक्छु कि सक्दिनँ, म चाहिँ कोसिस गर्नेछु भन्दै आजको भिडियो यहाँसम्म हेरिदिनु भएकोमा चाहिँ हजुर सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेट्ने बाचाको साथ यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। बाई बाई साथीहरू, गुड नाइट, से बाई बाई।